वेलकम टु माई च्यानल। सबैजना आरामै हुनुहुन्छ होला। आज पनि फेरि एउटा नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ क्यास फ्लो अन्तर्गत चाहिँ थोरै क्वेसन चाहिँ सल्भ गरिदिनेछु। यदि मनपर्छ भने लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला। कति पनि ढिलो नगरिकन म यो क्वेसनलाई चाहिँ सल्भ गरिदिँदैछु। क्वेसन रहेको छ 28 को रहेको छ, 2071 सेट डी को रहेको छ। यहाँ चाहिँ एडिसनल इन्फर्मेसनमा के दिएको छ भने सेल्स एन्ड कस्ट अफ गुड्स सोल्ड फर इयर वेयर 11 लाख एन्ड आरएस 7,30,000 रेस्पेक्टिभली। यसमा चाहिँ हामीलाई चाहिँ के दिएको छ भने सेल्स पनि दिएको छ र अर्को चाहिँ कस्ट अफ गुड्स सोल्ड पनि दिएको छ। यहाँ चाहिँ दुईटा कुरा दिएको छ। यसमा चाहिँ तपाईहरु नजिक्किने होला। रेस्पेक्टिभली भनेर चाहिँ सेल्स चाहिँ दुईटा होइन, यहाँ चाहिँ सेल्स र कस्ट अफ गुड्स सोल्ड फरक दिएको छ। र अर्को दिएको छ अपरेटिङ एक्सपेन्सेस दिएको छ। अपरेटिङ एक्सपेन्सेस चाहिँ इन्क्लुडिङ डिप्रिसिएसन। तपाईले चाहिँ इन्क्लुडिङ र एक्सक्लुडिङमा झुक्किनु हुँदैन। एक्सक्लुडिङ भनेको तपाईले घटाउनु पर्ने हुन्छ र इन्क्लुडिङ भनेको यो 50,000 चाहिँ 1,90,000 मा पहिले घटाएर दिएको छ। र अर्को चाहिँ सोल्ड मेसिनरी सोल्ड 1,50,000 र पर्चेस चाहिँ 4 लाख छ। यसमा पनि थोरै नझुक्किने होला। र डिभिडेन्ड पेड रहेको छ 80,000। र तपाईलाई क्वेसन यस्तो रहेको छ, स्क्रिनशट पनि लिन सक्नुहुनेछ। र अर्को कुरा तपाईले चाहिँ क्याश फ्लो गर्दै हुनुहुन्छ भने यसमा चाहिँ एसेटको रिलेसन भनेको अपोजिट हुन्छ र तपाईको क्रेडिटको अथवा लायबिलिटिजको रिलेसन भने चाहिँ सेम रहनेछ। म यसलाई चाहिँ सल्भ गरिदिँदैछु। क्याश फ्लो फ्रम operating एक्टिभिटीज यो क्यापिटल ए मा रहनेछ। क्यापिटल ए मा चाहिँ तपाईको फर्स्ट स्मल ए मा क्याश कलेक्सन फ्रम cash collection from customer अर्थात डेप्टर्स। तपाईले चाहिँ क्याश कलेक्सन फ्रम कस्टमर एन्ड डेप्टर्सबाट चाहिँ क्याश कलेक्सन गर्नुपर्ने हुन्छ। यसमा चाहिँ तपाईको क्वेसनमा सेल्स चाहिँ रहनेछ कि एडिसनल इन्फर्मेसनमा। यो चाहिँ एडिसनल इन्फर्मेसनमा हुन्छ भनेर जान्नुहोस्। एडिसनल इन्फर्मेसन हैन त। सेल्स कति दिएको छ 11 लाख दिएको छ। यसलाई चाहिँ चढाइहाल्नु होला। 11 लाख दिएको छ। र अर्को कुरा तपाईलाई एउटा कस्टमरबाट उठाउने हो र अर्को चाहिँ डेप्टरबाट। तपाईको क्वेसनमा डेप्टर पनि रहनेछ। डेप्टर हेर्नुस् त डेप्टर कुन साइडमा छ। डेप्टर्स भनेको सधैँ एसेट्स हो, एसेट साइडमै हुन्छ। अब मैले चाहिँ सुरुमै भनेको छु एसेट साइड तपाईको यसको रिलेसन भनेको अपोजिट हुनेछ। अपोजिट कहाँ हुनेछ भन्दा डेप्टर चाहिँ 2067 देखि 2068 को रिलेसन हेर्नु त यो चाहिँ के भएको छ डिक्रिज भएको छ। अब यसको डिक्रिज हुँदा कति लाखले डिक्रिज भएको छ भने 50,000। डिक्रिज अन डेप्टर्स, डिक्रिज अन डेप्टर्स सरी 50,000 हो। 50,000 ले डिक्रिज भएको छ। अब यसमा चाहिँ के गर्नुपर्ने हुन्छ भने तपाईको चाहिँ यो यदि इन्क्रिज छ भने यसलाई घटाउनु पर्ने हुन्छ। यदि यो डिक्रिज छ भने यसलाई चाहिँ एडिसनल गर्नुपर्ने हुन्छ। यो चाहिँ यतिकै छोड्दियौ, यो एडिसनल गर्नुपर्ने हुन्छ। र हामीले चाहिँ यसमा चाहिँ आइटम चाहिँ यति नै चढ्छ। अरु हेरौँ त छ कि छैन।
यति नै छ। र यसमा चाहिँ टोटल गर्दा तपाईँको 11,50,000 आउँछ। र अर्को स्मल बेमा चाहिँ तपाईँको क्यास पेड टु क्रेडिटर, क्यास पेड टु क्रेडिटर्समा तपाईँले चाहिँ क्वेसनमा चाहिँ कस्ट अफ गुड्स सोल्ड दिएको हुन्छ। कस्ट अफ गुड्स सोल्ड, कस्ट अफ गुड्स सोल्ड यो पनि एडिसनल इन्फर्मेसनमै हुन्छ। हेर्नुहोस् है, अरू कहीँ खोज्ने होइन, सेल्स र कस्ट अफ गुड्स सोल्ड एडिसनल इन्फर्मेसनमा हुन्छ। तपाईँको सेल्स सँगसँगै कस्ट अफ गुड्स सोल्ड भनेर यहाँ जोडेर दिएको छ। यसमा चाहिँ 7,30,000 यो तपाईँको एडिसनल इन्फर्मेसनमा हेर्नु हो, कतै पनि नहेर्नु होला। एडिसनल इन्फर्मेसन सेल र कस्ट अफ गुड्स एडिसनल इन्फर्मेसनमै हुन्छ है। र अर्को दिएको छ तपाईँको क्रेडिटर। तपाईँले क्वेसनमै क्रेडिटर भनेर लेख्नुहुन्छ भने तपाईँलाई थोरै हेल्प हुनेछ। क्रेडिटर सधैँ लायबिलिटी साइडमा हुन्छ, यसको रिलेसन भने सेम हुन्छ। क्रेडिटर हेर्नु त, यो चाहिँ इन्क्रिज भएको छ, इन्क्रिज अन क्रेडिटर्स, इन्क्रिज अन क्रेडिटर्स कति 1 लाखले इन्क्रिज भएको छ है। 1 लाख। अब यसको इन्क्रिज छ भने यसलाई पनि बढाउनु पर्ने हुन्छ, किनभने यो चाहिँ लायबिलिटी साइड हो। लायबिलिटिजमा पर्ने हुँदा यसलाई चाहिँ इन्क्रिज नै गर्नुपर्ने हुन्छ। यदि एसेट्स भएको भए, डेप्टर भएको भए, यदि इन्क्रिज छ भने डिक्रिज गर्नुपर्ने हुन्छ यसलाई, रुपिजलाई। यदि इन्क्रिज छ भने त्यसलाई चाहिँ घटाउनु पर्ने हुन्छ भने, डिक्रिज छ भने इन्क्रिज गर्नुपर्ने हुन्छ है। यसलाई चाहिँ रिलेसन बुझ्नु होला। र अर्को छ तपाईँको हेर्नुहोस् त, स्टक भन्ने खोज्नुहोस् है। क्वेसनमा स्टक हुन्छ, यो चाहिँ क्रेडिटरमा, क्यास पेड टु क्रेडिटरमा चढाउनु पर्ने हुन्छ। स्टक्स चाहिँ एसेट्स हो, यो चाहिँ बढेको छ। इन्क्रिज अन स्टक्स, इन्क्रिज अन स्टक्स कति बढेको छ हेर्नुहोस् त। तपाईँको चाहिँ 3,00,000 देखि 4,50,000 भएको छ। यसमा चाहिँ कति बढेको छ भने 1,50,000। यसलाई घटाउनु पर्छ, किनकि स्टक्स भनेको इन्भेन्टरी स्टक दिएको छ भने यो चाहिँ एसेट्स हो। तपाईँले चाहिँ यसलाई घटाउनु पर्ने हुन्छ, यसलाई पनि ख्याल गर्नु होला। र अरू यति नै छ। हामीले चाहिँ यसलाई क्यालकुलेट गरेर राखौँ। क्यालकुलेट गर्दा तपाईँको चाहिँ यसलाई क्यालकुलेट गर्दा चाहिँ तपाईँको 7,80,000 आउँछ। र अर्को कुरा तपाईँले बुझ्नुपर्ने, कस्ट अफ गुड्स सोल्डमा सधैँ यसलाई चाहिँ हामीले माइनस गरेर राख्नुपर्ने हुन्छ है। यो चाहिँ ख्याल गर्नु होला। हामीलाई चाहिँ यसलाई चाहिँ के गर्नुपर्ने, सेललाई चाहिँ प्लस गर्नुपर्ने हुन्छ, कस्ट अफ गुड्स सोल्डलाई चाहिँ हामीले माइनस गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ माइनस गरेर थोरै क्यालकुलेट गर्नु होला, नत्र बिग्रिन सक्छ। यसमा पनि थोरै ख्याल गरेर गर्नु होला। र अर्को छ स्मल सीमा रहेको छ क्यास पेड टु इम्प्लोइ एन्ड अदर इम्प्लोइ भन्ने छ। यो शीर्षकमा चाहिँ तपाईँले चाहिँ क्वेसनमा चाहिँ एडिसनल इन्फर्मेसनमा हेर्नु, तपाईँले हेर्नुपर्ने बुझ्नुपर्ने कुरा चाहिँ कहाँ छ भने, स्मल एमा चाहिँ सेल्स एडिसनल इन्फर्मेसनमै हुन्छ, बीको कस्ट अफ गुड्स एडिसनल इन्फर्मेसनमा हुन्छ भने स्मल सीको एडिसनलमै हुन्छ। के हुन्छ भने अपरेटिङ सिस्टम भनेर दिन्छ। हेर्नुहोस् त, अपरेटिङ सिस्टम एडिसनल इन्फर्मेसनमा अपरेटिङ सिस्टम भनेर दिन्छ। तपाईँको चाहिँ अपरेटिङ सिस्टम 1,90,000
यो चाहिँ छँदैछ। यहाँ अर्को के दिएको छ भने इन्क्लुडिङ डिप्रिसिएसन, अपरेटिङ सिस्टमको चाहिँ डिप्रिसिएसन घटाएर पहिले नै घटाएर 50,000 दिएको छ। यदि तपाईँले एक्सक्लुडिङ भन्यो भने चाहिँ 90,000मा 50,000 घटाएर लेख्नु पर्थ्यो। यदि यहाँ चाहिँ इन्क्लुडिङ भयो भनेको छ त्यसैले चाहिँ हामीले यसलाई घटाउनु पर्दैन, पहिले नै घटाएर दिएको छ। कति दिएको छ भने 50 लाख घटाएर दिएको छ। यसमा ख्याल गर्नु है, इन्क्लुडिङ र एक्सक्लुडिङमा। इन्क्लुडिङ भनेको तपाईँको चाहिँ पहिले घटाएर दिएको हो भने एक्सक्लुडिङ चाहिँ तपाईँले आफैले घटाएर लेख्नुपर्ने हुन्छ है। अपरेटिङ एक्सपेन्सेस including depreciation RS यति। तपाईँले कति लेख्नुपर्ने हुन्छ भने यहाँ 1,90,000 नै लेख्नुपर्ने हुन्छ, किनभने इन्क्लुडिङ भनेको छ, यसमा चाहिँ तपाईँले घटाउनु पर्दैन है। र अर्को छ तपाईँको यसैमा चढाउनु पर्ने हुन्छ यदि तपाईँको आउटस्ट्यान्डिङहरू छन् भने यसमा पनि तपाईँले चढाउनु पर्ने हुन्छ। अहिले चाहिँ हामीलाई क्वेसनमा कुनै प्रकारको आउटस्ट्यान्डिङ दिएको छैन। हेर्नुहोस् त, आउटस्ट्यान्डिङ लायबिलिटी साइडमा हुन्छ, कुनै पनि प्रकारको आउटस्ट्यान्डिङ छैन। त्यसैले हामीले चाहिँ यसलाई चाहिँ स्किप गर्छौँ र हाम्रो चाहिँ लेखौँ यदि इन्क्रिज अर्थात् डिक्रिज ओयास भनेर लेखिदिन्छु। यसलाई यदि इन्क्रिज र डिक्रिज छ भने तपाईँले लेख्नुपर्ने हुन्छ। यसको कुनै पनि छैन हाम्रो, त्यही भएर मैले यहाँ कट्टा गरिदिएँ। र यसको चाहिँ डाइरेक्टली फेरि अर्को कुरा बुझ्नुहोस्, फेरि मैले यहाँ माइनस गर्नुपर्ने हुन्छ यसलाई पनि है। यो एक्सपेन्सेस छ, डाइरेक्टली हामीले एक्सपेन्सेस छ भने हामीले आफैले बुझ्नुपर्ने हुन्छ, यसलाई माइनस गर्नुपर्ने हुन्छ। कस्ट छ भने माइनस गर्नुपर्ने हुन्छ, यो पनि बुझ्नु है, ख्याल गर्नु। ल, यसलाई माइनस गरेर चढाउनु पर्ने हुन्छ र हाम्रो एन्सरमा यहाँ पनि माथि माइनस गर्नुपर्ने हुन्थ्यो, यसलाई माइनस गर्ने, माइनसमा आउँछ एन्सर। र हेर्नुहोस्, अब यसको चाहिँ हाम्रो अरू दिएको छैन। अब हामीले चाहिँ नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज क्यापिटल ए भनेर राख्छौँ। अब यसको क्यालकुलेट गर्दा तपाईँको चाहिँ कति आउँछ भने तपाईँको हाम्रो चाहिँ हिसाब गर्दा चाहिँ 2,30,000 आउँछ र यसरी चाहिँ हाम्रो क्यापिटल ए सकिन्छ। र क्यापिटल ए सकिसकेपछि यसको हिसाब सकिएको छैन है। अब फेरि हामीले चाहिँ क्यापिटल बी गरेर चढ्छौँ। हामीलाई चाहिँ बुझ्नुपर्छ क्यास फ्लोमा हाम्रो क्यापिटल ए, क्यापिटल बी र क्यापिटल सी गरेर तीनटा कुराहरू, सबै कुराहरू इन्क्लुड गरेर एन्सर निकाल्नु पर्ने हुन्छ। र यसमा क्यापिटल बीमा के छ भने क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज क्यापिटल बी रहेको छ। यसमा चाहिँ हामीले चाहिँ मेसिनरीहरूको कुरा हुन्छ इन्भेस्टिङमा, अर्थात् तपाईँले चाहिँ बुझ्नुपर्ने हुन्छ टेबलमा इन्भेस्टिङ दिएको छ भने त्यसलाई चढाउनै पर्ने हुन्छ। यदि तपाईँलाई एडिसनल इन्फर्मेसनमा कुनै पनि प्रकारको मेसिनहरू किनबेच छन् भने त्यो मात्रै चढाउने हो, तपाईँले टेबलमा हेरिरहनु पर्दैन। तपाईँको यहाँ मेसिनरी छ, तल पनि मेसिनरी छ, कुन चढाउने होला भनेर तपाईँलाई चाहिँ लाग्न सक्छ। यसमा चाहिँ कन्फ्युज नहुनु होला। यसमा हामीले चाहिँ टेबललाई छोडेर एडिसनल इन्फर्मेसनको मेसिनलाई
यहाँ किनेको पनि छ र बेचेको पनि छ, यो दुईवटा मात्रै चढायो भने पुग्छ है यहाँ। अब हेर्नुहोस् त, मेसिनरी सोल्ड आर एस 1,50,000 र पर्चेज पनि गरेको छ, मेसिनरी पर्चेज पनि गरेको छ भने सेल्स पनि गरेको छ 4 लाखमा। पर्चेज चाहिँ 4 लाखमा गरेको छ, सेल्स चाहिँ 1,50,000मा गरेको छ। यसलाई चाहिँ चढाउँ है हामीले। सेल्स अफ मेसिनरी 1,50,000मा गरेको छ भने पर्चेज अफ मेसिनरी आरएस 4 लाखमा गरेको छ। र यसलाई चाहिँ हामीले अब अर्को कुरा, अब कसलाई माइनस गर्ने कसलाई प्लस गर्ने भन्ने पनि बुझ्नुपर्छ। फेरि मैले अघि नै भनेको छु, सेल्स छ भने त्यसलाई प्लस गरेर राख्नुपर्छ, र यदि पर्चेज कस्ट छ भने त्यसलाई माइनस गरेर राख्नुपर्छ। फेरि बिग्रिन्छ हिसाब है, बिग्रिन्छ हिसाब। अब हामीलाई चाहिँ यसलाई चाहिँ के गर्नुपर्ने हुन्छ, कति आउँछ भने तपाईँको अभियसली 2,50,000 आउँछ माइनसमा है, माइनसमा आउँछ। अब हामीले चाहिँ यसलाई, यो शीर्षकलाई चाहिँ के भनेर लेख्छौँ भने नेट क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज बी भनेर चाहिँ हामीले 2,50,000 निकाल्यौँ। यो सिधा लेख्नु है, मैले चाहिँ यो सिधा लेख्नु, मैले माथि लेखेको छु। र क्यापिटल सीमा क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज, यसलाई चाहिँ हामीले क्यापिटल सी गराउँ है, क्यापिटल सीमा। अब क्यापिटल सीमा हामीले चाहिँ के चढाउने त भन्दा एसडिएलएस भन्ने सम्झिने, एसडिएलएस है। अब यास भनेको तपाईँको चाहिँ हेर्नुहोस् त, क्वेसनमा के छ, यास भनेको सेयर क्यापिटलहरू अथवा सेयर प्रिमियमहरू बताइन्छ। हेर्नुहोस् त, सेयर क्यापिटल यसको चाहिँ इन्क्रिज छ कि डिक्रिज छ त, यो पक्कै पनि इन्क्रिज छ। अब हामीले इन्क्रिज भनेर लेख्न पाइँदैन, इन्क्रिज भनेर लेख्न पाइँदैन। इन्क्रिजको साटो हामीले इस्यु भनेर लेख्नुपर्ने हुन्छ यदि है, यदि तपाईँको इन्क्रिज छ भने इस्यु भन्ने, तपाईँको चाहिँ यदि सेयर क्यापिटलहरू चाहिँ इन्क्रिज छन् भने इस्यु भनेर लेख्नुपर्ने हुन्छ। यदि डिक्रिज छन् भने चाहिँ यसलाई रिडम्सन भनेर लेख्नुपर्ने हुन्छ। त्यो चाहिँ ख्याल गर्नु होला। अहिले चाहिँ हामीले चाहिँ इस्यु छ, इस्यु गरेर लेखौँ है। इस्युड अफ सेयर क्यापिटल कति छ त, बढेको कति छ त र त 1 लाख छ, 2, 3, 4, 5। सरी, यो इस्यु भनेपछि हामीले चाहिँ लाइबिलिटी साइड हो, यसलाई चाहिँ हामीले चाहिँ बढेको छ, यसलाई हामीले एड गर्नुपर्ने हुन्छ है। र अर्को छ तपाईँको यही छ, हेर्नुहोस् त, ब्याङ्क लोन भन्ने छ, यसलाई हामीले चाहिँ यसैमा चढाउँ है। ब्याङ्क लोन यो चाहिँ डिक्रिज भएको छ, डिक्रिज हुँदा चाहिँ हामीले चाहिँ के गर्नुपर्ने हुन्छ, ब्याङ्क लोन भनेर राखौँ। ब्याङ्क लोन डिक्रिज भएको छ भने कतिले डिक्रिज भएको छ हेर्नुहोस् त, तपाईँको चाहिँ 1 लाखले डिक्रिज भएको छ, 1, 2, 3, 4, 5 यसलाई। र अर्को छ तपाईँको डिबेन्चर भन्ने पनि हुन्छ, त्यो छैन अहिले हामीसित। र यहाँ चाहिँ डिभिडेन्ड भन्ने छ, हेर्नुहोस् है, डिभिडेन्ड पेड छ, डिभिडेन्ड पेड फर द इयर भन्ने छ। यसलाई चाहिँ हामीले चढाइहाल्यौँ। डिभिडेन्ड पेड हाम्रो चाहिँ 80,000ले
घटेको छ, यसलाई चाहिँ माइनस गरौँ र हाम्रो चाहिँ कति आउँछ भने -80,000 आउँछ। अब यसको शीर्षक चाहिँ कसरी राख्ने भने नेट चेन्जेस इन क्यास फ्रम सी भनेर राखिदिन्छ है। ल 80,000 माइनस 80,000 आयो र फेरि चाहिँ यत्तिकै सकेको छैन, नेट चेन्जेस इन क्यास एन्ड क्यास इक्विभ्यालेन्ट्स ए क्यापिटल बी र क्यापिटल सी गरेर सकाउनु पर्ने हुन्छ यसलाई। अब तपाईँले यहाँ निकाल्नु भएको छ नि -80,000 माइनस 2,50,000 र तपाईँको चाहिँ 2,30,000बाट हामीले यसलाई चाहिँ प्लस गर्दै जाउँ। कति निस्किन्छ भने 2 लाख निस्किन्छ है। 1 2 3 4 5। अब यसमा अझै पनि सकेको छैन र हामीले चाहिँ यसलाई के एड गर्नुपर्ने हुन्छ भने बिगिनिङ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट यसमा चाहिँ हाम्रो 1 लाख आउँछ है। 1 लाख आउँछ, यसमा 1 लाख आउँछ। यसलाई टोटल गर्दा र हामीले चाहिँ यसमा चाहिँ के गर्नुपर्ने हुन्छ नि, अब यो चाहिँ बिगिनिङ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट एड गर्ने हो। यो चाहिँ कहाँ हुन्छ भने तपाईँको हेर्नुहोस् त, क्वेसनमा दिएको हुन्छ क्यास, यो अगाडिबाट 2067 को क्यासलाई चाहिँ एड गर्ने हो है। तपाईँको क्वेसनको 2000 अघिल्लो वर्षको चाहिँ क्यासलाई एड गर्ने हो। त्यसपछि यो माइनसमा हुन्छ 1 2 3 4 5 र हाम्रो चाहिँ अब इन्डिङ क्यास एन्ड क्यास इन्डिङ क्यास एन्ड इक्विभ्यालेन्ट, यसमा चाहिँ हामीले चाहिँ यसलाई एड गरौँ। यसमा चाहिँ एन्सर चाहिँ 1 लाख आउँछ। अब यसको तपाईँको चाहिँ एन्सर मिलेको छ कि छैन भनेर चाहिँ तपाईँले यही क्वेसनबाट हेर्न सक्नुहुनेछ। क्यासमा तपाईँले यसलाई एड गर्नुपर्ने हुन्छ। यदि एन्सरमा 1 लाख आएको छ भने हाम्रो पक्कै नै 1 लाख आएको छ। तपाईँले चाहिँ यसरी चिन्न सक्नुहुनेछ 1 लाख आएको छ एन्सर। यो चाहिँ तपाईँको सल्युसन मिलेको छ र एकदमै सजिलो छ। तपाईँले बुझ्नुपर्ने कुराहरू एसेट्समा चाहिँ अपोजिट साइड हुन्छ भने क्यासमा चाहिँ तपाईँको सेम हुन्छ। यसरी चाहिँ आजको भिडियो चाहिँ यही अन्त्य हुन्छ। यदि मन पर्छ भने लाइक, सेयर, कमेन्ट गर्न नभुल्नुहोला।